सर्वप्रथम त यहाँहरू सबैलाई म जय उज्यालो भन्न चाहे। नमस्ते, जय नेपाल। जय नेपाल भनेपछि फेरि काङ्ग्रेस हो भन्ने नबुझ्नु होला। नेपालको जय, नेपाललाई राम्रो बनाउनुपर्छ, समृद्ध बनाउनुपर्छ, सुखी, त्यो समृद्ध देशमा सुखी नेपाली बस्नुपर्छ भन्ने। यहाँ धेरै कुरा आइरहँदै गर्दाखेरि आज मलाई कता कता एउटा कुरा खड्केर पनि आयो र म सर्वप्रथम यहाँ मेरो आदरणीय परम मित्र सूर्य विकजीलाई धन्यवाद दिन चाहन्छु। यो जमरको जुराइदिनु भयो उहाँले। हामी यहाँ अस्ति मलामीमा गएको थियौँ सर, त्यहाँ जानुपर्छ भनेर भनिसकेपछि ठिक छ भन्ने भयो। म उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। साथै हाम्रो पार्टी नेपालका परिवार टिमहरूलाई पनि हृदयदेखि धन्यवाद दिन चाहन्छु। र सम्पूर्ण मेरा यहाँ गैर समुदाय मैले देखिनँ। यदि तपाईँहरूले यो मनन गर्ने विषय हो, यसरी जाँदाखेरि हामी टाढा जान सक्दैनौँ कि भन्ने कुराहरू पनि हो होइन। हामीले भट्याइरहँदाखेरि आफ्नै मान्छेले भट्याउने, आफ्नै मान्छेले सुन्ने भन्ने कुराहरू हुँदैन। यो कुराहरू पर्नु पऱ्यो। केही मान्छेहरू गैर समुदाय पनि हुनुपर्थ्यो। हाम्रो पार्टी नेपाल भनेको सबैको पार्टी हो, यो देशको राजनीतिक दल हो, त्यसमा समावेशी हुनुपर्दछ हो। किनभने हाम्रो नेतृत्व भएकोले हाम्रो मान्छे धेरै हुनु स्वाभाविक नै हो। र अर्को कुराहरू म यहाँहरूलाई मुद्दाको कुरा दायर गर्न चाहन्छु। यहाँ विगत घटना एउटा विवाहमा गएर सुरेश सर, म दानबहादुर सर गएको थिएँ त्यतिखेर। करिब एउटा सशस्त्रको भाइलाई भित्र हालेको थियो ब्ल्याकमेल गरेर प्रहरीले। त्यतिखेर म यहाँ आएर मैले प्रहरीसँग लडाइँ लड्दै गर्दाखेरि एउटा भिडियो बनाएको थिएँ, मैले आत्तिनु भएको थियो। जब म गइसकेपछि र सुरेश सर गइसकेपछि उहाँमा एनर्जी आयो। आइसकेपछि उहाँले अब चाहिँ म चाहिँ न्याय पाउँछु कि भन्ने कुरा, त्यहाँभन्दा पछाडि हामीले लडिसकेपछि उहाँहरूले जोस न्याय पनि पाउनु। र अर्को कुराहरू म यहाँलाई निवेदन के गर्न चाहन्छु भने, सर्वप्रथम तपाईँहरूले आफ्नो बच्चालाई शिक्षित बनाउनुहोस्। सबैभन्दा प्रमुख उपाय भनेको जातीय विभेद 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 देखिरहेछ। विभेदलाई कसरी क्रस गर्ने त? क्रस गर्नुको लागि त तपाईँले छोराछोरीलाई पढाउनु पर्ने हुन्छ होला। पढाइसकेपछि राज्य सत्तामा जो संविधानले दिएका कुराहरू छन्, त्यो कार्यपालिका, न्यायपालिका, व्यवस्थापालिकामा तपाईँका छोराछोरीहरूको हिस्सा सुनिश्चित गर्नुपर्ने होला। आज म यहाँलाई निवेदन के गर्न चाहन्छु भने, बेरोजगारका कुराहरू छन्, जात व्यवस्था भन्छु हामी। जात व्यवस्था प्रमुख समस्या हो। त्योभन्दा प्रमुख ठुलो समस्या छ हाम्रो यो देशमा हाम्रो श्रम चल्दैन। हामी अशिक्षित छौँ, हामी बेरोजगार छौँ। त्यो भएर म आदरणीय मेरो प्यारो भाइ खगेन्द्र सुनारलाई मैले बारम्बार भनेको छु, उहाँलाई सपोर्ट गर्नुपर्छ। उहाँ हाम्रो एकदम जसरी उदाउनु भएको छ, उहाँले यो समुदायको चिन्ता गर्नुभएको छ, चासो गर्नुभएको छ, उहाँलाई हाम्रो साथ सहयोग रहनु पर्दछ। उहाँलाई कसरी सफल बनाउने भन्ने कुराहरूमा तपाईँहरू चिन्तित हुनु जरुरी छ। र अर्को कुराहरू, अस्ति मात्र पार्टीको दोस्रो दिन प्रमाणपत्र लिइरहँदै गर्दाखेरि हाम्रो कुलमान दाइसँग हाम्रो पार्टी र उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह चिमबाटै लड्ने भन्ने कुराहरू पनि आदरणीय प्रिय मित्र, प्रिय भाइ खगेन्द्र सुनार, आदरणीय अध्यक्षजी, सभापतिजीले तपाईँको पत्रकार सम्मेलनबाटै बोल्नु भएको थियो। म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने, अर्को कुराहरू हामी मुद्दामा केन्द्रित रहेर अब अर्कालाई गाली गर्न छोडौँ। हामी समय, म हिजो धेरै गाली गर्ने मान्छे हो। जब म एउटा कुलमान मन्त्रीजीको कार्यक्रममा बसेँ र उहाँलाई मैले दोस्रो बुद्ध अम्बेडकरले कसैको विरोध गर्नुभएको थिएन। हामी हाम्रो काममा किन चिन्तित हुँदैनौँ? हाम्रो मुद्दामा किन चिन्तित हुँदैनौँ? आवश्यकता पर्छ भने आदरणीय लालबहादुर सुनार अङ्कलजीले, मेरो अङ्कलै हुनुहुन्छ उहाँ नाताले, उहाँले भनिसक्नुभयो हामी कति मुद्दा लडेनौँ। म 15 वर्षदेखि विगत आफ्नो व्यक्तिगत लगानीमा सुदूरपश्चिमदेखि हुँदै काठमाडौँका कहाँ हामी विभेदको लडाइँ लड्न गएका छैनौँ। हुनसक्छ हामी पर्दामा कम आयौँ होला, तर म तपाईँहरूलाई निवेदन गर्न चाहन्छु, समय यही हो। भोट र सोच बदलिनुहोस्। तपाईँ कहाँ हुनुहुन्थ्यो, के हुनुहुन्थ्यो? समयको माग हो। थारूलाई हेर्नुहुन्छ,
आज तपाईँको कमब्याक भयो। पृथ्वीनारायण शाहले राई मगर लिम्बू तिनी तामाङहरूका घाँटी काटे तिनीहरूका छोरीहरूलाई बलात्कार गरेको इतिहासलाई तिनको इतिहास नामेट तिनीहरूको साम्राज्यको अन्त्य गरेको कमब्याक भयो त मान्छेहरू हुँदैछ न। हामीले हाम्रो इतिहासलाई पढ्ने कि नपढ्ने? आज जसरी हामीलाई दलित बनाइदियो, कसैले अर्को बनाइदियो, अनि साउनपातीको कुराहरूमा हामीलाई साउनपाती दिँदै गर्दाखेरि उनीहरूको टाउको दुख्छ। तर खस आर्य पहिलो राखेका छन्, जो यो देशलाई हिजोदेखि शोषण गरिरहेको छ, अत्याचार गरिरहेको छ, जो हिजोदेखि नै यो देशलाई शोषण र तानासाही गरेर लुट्न आएका लुटेर शरणार्थीहरूले जसरी आज तपाईँको हामीलाई हाम्रो हिस्सामा अलिकति पनि यो समुदायलाई उठाउनु पर्छ भनेर जसरी संविधानमा लेखेका कुराहरूलाई पनि गर्दै जाँदाखेरि बजारमा के हल्ला हुन्छ? साउनपातीमा त्यो हटाउनुपर्छ। उहाँहरूले किन भन्दैनन् कि यो खस आर्यलाई दिएको अधिकार, यो समानुपातिक पहिलो हट्नुपर्छ। पहिलो तपाईँको जो मान्छेलाई मान्छे बनिँदैन, मान्छेलाई एउटा अछुत बनिन्छ, त्यो मान्छेको हिस्सा हुनु पर्यो पहिलो नम्बरमा। त्यसले पाइसकेपछि त्यो हिस्सा केवल राजनीतिमा मात्र होइन, त्यो हिस्सा हरेक तह तब्कामा, देशको हरेक संरचनामा, कार्यपालिका, न्यायपालिका, व्यवस्थापालिकामा हुनुपर्दछ। तब मात्र तपाईँ हामीहरू यो ठाउँमा अलिकति सचेत भएर महसुस भएर हामी म मान्छे हो भन्ने आज पनि नयाँ तरिकाले विभेद छ। धनगढीमा जानुभयो तपाईँ घरको मान्छेहरू त्यहाँ डेरा पाउनुहुन्न, तपाईँले जाँदाखेरि यसो महसुस गर्छ। आज नेपालका ठुला 3वटा राजनीतिक दलहरूले नेपाललाई राम्रोसँग भ्रष्टाचार गरे, अर्थतन्त्रबाट तङ्गी बनाइदिए, देशलाई कङ्गाल बनाएर फालिदिए। किनभने उनीहरूको यहाँ उनीहरू देशलाई लुट्न आएका थिए, लुटे, उनीहरू सफल भए। त्यो सम्पत्ति कसको गयो त भन्दाखेरि तपाईँ हाम्रो गयो क्या। तपाईँ हाम्रो सम्पत्ति लुट्यो उनीहरूले, अझ पनि लुट्ने दाउमा छन्। तपाईँको हाम्रो शरम, सम्पत्ति, हाम्रो इज्जत। नवराज विकको घटनामा हामी पनि, म पनि गएको थिएँ रुकुम जिल्ला अदालत बाहिर हामी पनि बसेका थियौँ घटनामा, खगेलजीको नेतृत्वमै। तर आज हाम्रो मान्छेहरू दिन प्रतिदिन बलात्कार, मायाको न्युमा बलात्कार गरे भन्दै 77वटा जिल्लाबाट 77 जना जेल जानुपर्ने स्थिति छ। उमेर पुगेन भन्छन्, कहिले के भन्छन्। प्रेम, एक महिलाले एक पुरुषसँग प्रेम गर्न उमेर पुगेको मान्छेलाई यो कहाँको न्याय हो? यस्ता थुप्रै कुराहरू छन्। तपाईँहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। तपाईँहरू पनि समय परिस्थिति अनुसार चेन्ज हुनुपर्दछ। समयको माग हो यो। यतिखेर हामी चेन्ज भएन भने फेरि हामी 5 वर्ष हुनुपर्दछ। तपाईँ हामीहरू फेरि दानबहादुर सुनार सर कता हुनुहुन्छ? मेरो त छोरालाई लग्यो त्यहाँ। अस्ति एउटा फोन आयो मलाई, एमालेको राम्रै म जिल्ला कमिटी सदस्य हो भन्ने मान्छेले, सर मेरो त गैरदलितको छोरीसँग मेरो छोराले बिहा गरेको थियो, अरे भगाएर लग्यो सर, फेरि त्यसलाई राति उठाएर लग्यो सर, के गर्ने होला भने। मैले भने तपाईँले त लेखराज भट्टलाई फोन गर्नु पर्यो, मलाई किन गर्नुहुन्छ? मैले भने तपाईँ त पुरानो मान्छे हो, त्यो पार्टीको कार्यकर्ता पनि हो, तपाईँ त न्याय त्यहाँ माग्नु पर्यो। मसँग त केही छैन, म त एउटा सामाजिक रूपमा काम गर्ने मान्छे हो। त्यस्तै एमालेको हालत छ, त्यस्तै काङ्ग्रेसको हालत छ। कतिपय हाम्रा जग्गाका समस्या छन्, हाम्रा जग्गाहरू थिचोमिचो भएको छन्। हामी त्यही पार्टीमा रहँदै गर्दाखेरि अनि तपाईँ हामीहरू त्यो पार्टीमा गर्व गर्ने हुनसक्छ। यहाँहरूलाई फलानु कहाँबाट आयो, एकाएक बिचमा खरो बोलेर गयो हो। मेरो जीवनमा मैले कमाएको केही छैन, गुमाएको छु। मेरो बाउले कमाएको सम्पत्तिमा मलाई पीडा भयो, महसुस भयो। विभेद विरुद्ध लड्दा आज कुनै पसल गर्दाखेरि त्यो फलानाको पसल भन्नु सुरेश सरले भन्नुहुन्छ, कुनै ठाउँमा काउन्सिलिङ गर्न जाँदाखेरि जाँच सोध्यो भने त्यहाँ फेरि करोडौँको डिल उहाँका क्यान्सल भएका छन्, करोडौँका टेन्डरहरू क्यान्सल भएको छन्। पीडा सबैलाई छ, सानोलाई सानै पीडा छ, ठुलोलाई त्यति ठुलो पीडा छ। हामी हरेक पीडामा छौँ। तर हामी जहाँसम्म एकता हुँदैन, के पुरानवासको जनसङ्ख्या यति हो त? ए बाबा, हाम्रो पार्टीको लागि नआइदिनुहोस्, खगेन्द्र सुनारको लागि नआइदिनुहोस्, तपाईँहरू आफ्नो अधिकारको लागि त आइदिनुहोस्। तपाईँहरूका पीडा सुन्न आउनुभयो उहाँहरू, के भएको छ भन्ने कुराहरू। त्यो पीडाहरू भोलि हरेक मिडियामा बोल्न सजिलो हुन्छ, काठमाडौँ माइतीघर मण्डलमा बोल्न सजिलो हुन्छ। अनि यति भन्दै म यहाँहरूलाई हृदयदेखि नै नमन गर्न चाहे। जय उज्यालो, जय भीम, नमस्ते, जय मुन्नुवास।